भूमिका चाहिँ कुनामा छ। जलपरी आजको मेन विशेष। अनि पानी मुनि गएको यतिखेर माथि माथि भयो पानी माथि छ। तपाईहरु पर निस्किनु म त यहाँदेखि टाटा बाइ बाइ भन्नु। सेरा खोलादेखि अब ये दोस्ती हम नहीं छोड़ेंगे ये हवा चाहिँ सतीशाली छिर्ने बाटो अनि सायद यो ठाउँ हेरेपछि चिन्नु पनि हुन्छ होला। आज एकदमै रमाइलो भयो। न्यू के भन्छ के को गएर आएको हामी कुन ठाउँको गएर खरी खोला न्यू खरे खोलामा गएर आयौँ। त्यहाँ एकदम राम्रो थियो। अनि त्यहाँको लोकल युथहरूले चाहिँ खेल्नु भएको रहेछ। 100 रुपियाँ मात्र हो। तर एकदम त्यहाँनिर चाहिँ नेचुरल पानी कुनै पनि केमिकलहरू मिसावट हुँदैन, जसले गर्दा चाहिँ आफ्नो शरीरमा कुनै पनि प्रकारको हार्म हुँदैन। त्यहाँ पुगेर आयौँ। तपाईँहरू पनि जान सक्नुहुन्छ। लोकेसन चाहिँ सिधै धरानबाट तल्लो बाटो आएर केराबारी छिर्नु हुँदा हुन्छ। अनि यो ठाउँ हेर्दै आउँदाखेरि पनि हुन्छ। एकदमै बाटो चाहिँ सिधै छ, कहीँ जानु पर्दैन। यताउता रोड जानुपर्छ। अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ। अहिले चाहिँ हामी घर फर्किँदैछौँ। एकदमै रमाइलो भयो साथीहरू। ल साथीहरू तल्लो पाटमा आइपुग्यौँ हामी। के भन्छ यो चाहिँ स्कुल डाँडा धरानतर्फ लाग्दैछौँ। ल हामीलाई रमाइलो भयो। आज एकदमै धेरै इन्जोय गऱ्यौँ हामीले। किनाएको थियो तर त्यो नेचुरल पानी खोलामा बगेको पानीमा पौडी खेलेर चाहिँ एकदम रमाइलो भयो। र त्यो धरानको सहर बजारको दुकानको होइन त्यहाँबाट गाडीहरूमा बस्दा वाक्क भएर कहिलेकाहीँ यसो फ्रेस हुनको लागि चाहिँ बाहिर जानु मन लाग्छ। मेरो फर्स्ट स्कुल पहिलाको। अनि यहाँ हामी यो स्कुल आयौँ। यो स्कुल हो। ल साथीहरू पानी पर्न थाल्यो। ओ माई गड हामीलाई पानीले भेट्ने रहेछ। कत्रो पानी पर्यो। ओ माई गड अब यो जङ्गलमा हामीलाई सायद पानीले भेट्छ होला। ओभर ठुलो पानी पर्यो। यति धेरै पानी परिसक्यो। मोबाइल भिज्यो पानीले। ओ माई गड कत्रो ठुलो पानी पर्यो। जाने सिधै फेरि पानी झन् ठुलो पर्यो भने तल्लो पानीमा कति चिसो रहेछ। पानीले भिज्यो हामीलाई। उनीहरू आउँदैछ, सोध्नुपर्छ। बिस्तारै कुदाइन्थ्यो, बिस्तारै गर्दै